नमस्ते सबैजनालाई, सन्चै हुनुहुन्छ होला हजुरहरू। म पनि सन्चै छु। आज चाहिँ म सानो मिनी भ्लग लिएर आएको छु। आशा छ हजुरहरूले साथ सपोर्ट गर्नुहुन्छ भनेर। मलाई चाहिँ भिडियो बनाउन एकदमै रहर लाग्छ अनि मलाई चाहिँ त्यति धेरै आइडिया छैन नि त। अब नयाँ हो, सुरु गर्दैछु भर्खरै। कसरी बोल्ने, कसरी एडिट गर्ने भन्ने कुराहरूको चाहिँ सबै कुराको चाहिँ ज्ञान छैन मलाई। अब बिस्तारै सिक्दैछु। हजुरहरूले पनि साथ सपोर्ट गर्नुहुन्छ भन्ने छ। हजुरहरूले सिकाउँदै जानुहुनेछ, केमा बिग्रेको छ, केमा राम्रो हुँदैछ, हजुरहरूले सल्लाह सुझाव दिनुहोला। यसको लागि आभारी हुनेछु। म चाहिँ अनि मेरो सधैँकै काममा व्यस्त भएँ। खाना बनाइसकेपछि मैले नानीहरू सबैजनालाई खाना दिएर अनि म चाहिँ घरको कामपट्टि भाँडासाँडा धुने गरेँ। अनि काम सकेपछि त यसो अलिअलि राम्री पनि हुन मन लाग्छ। के गर्नु, त्यस्तै हो, छोरी मान्छे भएपछि हल्का मेकअप पनि गर्नै पर्यो। अनि म चाहिँ अलिअलि यसो घसघास गरेँ। धेरै त म घस्दिनँ, सनस्क्रिन मात्रै लगाउँछु, अर्थक त म केही लगाउँदिनँ। त्यसपछि म फेरि मिलाउन थालेँ। केटाकेटी छन् है घरमा, अलिअलि त चकचक गरिहाल्छन्। सामान अलिअलि मिलाएर राखेँ अनि म किचनतिर लागेँ। फेरि किचनमा चाहिँ नि मेरो जहिले पनि नि भाँडा चाहिँ जति सके पनि भाँडा चाहिँ कहिल्यै सकिँदैन क्या। नानीहरूले खान्छन्, के गर्छन्, भाँडा चाहिँ त्यत्तिकै पनि थुपारिहाल्छन्, यति धेरै बनाउँछन्। अनि फेरि भाँडा चाहिँ म मोल्न थालेँ। भाँडा मोलिसकेर के गर्नु, सबैजनाले आफ्नो आफ्नो घरको काम त गर्नैपर्छ। म अनि घरको काम गर्दा गर्दै पनि कहिलेकाहीँ चाहिँ आनन्द आउँछ, कहिलेकाहीँ चाहिँ एकदम नरमाइलो लाग्छ। कति घरकै मात्रै काम गर्नुपर्ने भन्ने पनि लाग्छ, तर नगरी पनि हुँदैन, गर्नैपर्छ। अनि घर यसो गर्दाखेरि पनि मन आनन्द होस् अनि भिडियो बनाएर पछिसम्म सम्झनाको लागि पनि भिडियो कैद गऱ्यो भने पनि आनन्द आउँछ। पछि हेर्दा बुढेसकालमा हेर्दाखेरि पनि रमाइलो लाग्छ भनेर पनि मैले चाहिँ यो ब्लग बनाउन थालेको हो। अनि म चाहिँ घरिघरि नाच्दै पनि गर्छु क्या बिचबिचमा। अनि भाँडाहरू सबै थन्काइसकेपछि चाहिँ म अनि तल जान्छु। मलाई चाहिँ तल पसलमा चाहिँ अघिदेखि बोलाइराख्नु भएको थियो। यहाँ आँपहरू पनि कताबाट ल्याइदिइराख्नु भएको छ। अनि आँपहरू पनि कति धेरै खानु कि, अहिले त सिजन भएर होला, वाक्कै लाग्छ आँप पनि। अनि मैले चाहिँ अलिकति आँपको चाहिँ जाम पनि बनाएर राखेँ। अब यो आँपलाई चाहिँ म अलिकति अचार बनाउँछु अनि त्यसपछि अरू आँपलाई फेरि म जाम बनाउँछु। अनि कोला पनि मैले चाहिँ यो गर्दा गर्दै कोला यसो हेरेँ, कोला खानु मन लाग्यो, कोला पनि खाएँ। कोला चाहिँ एकदम धेरै मिठो थियो। मेरो चाहिँ यस्तै हो कि घरको काम। अनि कसिङ्गरहरू पनि अलिअलि थुप्रेको थियो। अनि कसिङ्गर ससिङ्गर बढारेँ। अनि म चाहिँ तल पसलमा गएँ, पसलमा पनि बढार्दै हुनुहुँदो रहेछ। अनि मैले ल्याउनु कुचो भनेर अनि मैले कुचो मागेर अनि मैले आफै बढार्न थालेँ। रोडको छेउमा घर भएपछि चाहिँ नि एकदम धेरै धुलो आउँछ, जस्तो भए पनि स्वीकार गर्नैपर्छ हामीले। अनि म चाहिँ बढारिसकेर एकछिन गएर बस्छु। थ्याङ्क यू सो मच हजुरहरूलाई, धेरै धेरै धन्यवाद। मेरो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब अर्को दिन फेरि भेटौँला। भोलि पनि म यसरी नै भ्लग हाल्नेछु। आजलाई यति नै। अब चाहिँ भोलि अर्को भ्लगमा फेरि भेट्ने बाचा गर्दैछु। अब सबैजनालाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। थ्याङ्क यू सो मच। बाई बाई, टेक केयर।